म 2 दिनको माइतको बसाइ गरेर फेरि फुपूको घरतिर फर्केँ। फुपूको घर पनि उतै पर्थ्यो अनि आउनु जानु किन गर्नु भनेर उतै गएको बेलामा त्यति बस्यौँ। गोर्सिङ्गे हो मेरो फुपूको घर। त्यसपछि बाबालाई बाई गर्दैछु अनि हामी 3 जना जान लागेको। भाइलाई पनि बोलाउनु भएको थियो अनि भाइ चाहिँ घरदेखि अटोमा किन जाने भनेर चौटोदेखिसम्म हामीसँगै जाँदैछ अनि म त्यहाँ फुपूमा पुग्यौँ अनि भदैनी खेलिरहेको थियो। त्यसपछि चाहिँ फेरि हामी त्यहाँ पुगेपछि एकैछिन बसेर अनि भिडियोहरू गराऊँ न त भनेर हामी भिडियो गराउन लाग्यौँ। हाम्रो यो बिहेको लेङ्गा हो। मैले त्यतिखेर भिडियोहरू गराउन पाएकै थिएन, मम्मी बिरामी हुनुभएको, त्यही भएर हामीले यताको राम्रोसँग त्यस्तो भिडियो सुटहरू केही गरेको थिएन। भने अहिले आफ्नै मोबाइलले जाम यसो भिडियोहरू गराऊँ भनेर भाइ क्यामराम्यान देखाउँदैछु अनि हामी गयौँ, भिडियो गरायौँ, फोटोसोटो खिच्यौँ अनि त्यसपछि हामी घर जाने हालत हेरौँ हाम्रो कस्तो छ घर जाँदाको। अनि हामी घरतिर लाग्यौँ। त्यसपछि आज बिहान चाहिँ त्यहाँ फुपूकोमा एकदिन बसेर हामी घरतिर लागेको थियौँ। बिच बाटोमा बाइक बिग्रियो, पानी यस्तो आएको थियो मैले आउँदाखेरिको भिडियो गराएर। अनि त्यसपछि हेर्नु न बाटोहरू हिलोले गर्दा त्यस्तो भएको थियो कपडाहरू। त्यसपछि बाइक बनाएपछि हामी फेरि निस्क्यौँ त्यहाँदेखि अनि हामी घरतिर लाग्यौँ। हस्त बाई गाइस, थ्याङ्क यू फर द वाचिङ माई भिडियो।